38औं वैवाहिक वर्षगाँठको एकदम धेरै धेरै शुभकामना। विवाहको 37 वर्ष उमेर पुरा भएको उपलक्ष्यमा यो रमाइलो क्षणमा बनाइएको ह्याप्पी एनिभर्सरीको कथा। यताउता साटासाट गरौँ र शुभकामना आदान प्रदान गरौँ। यो अझै चाहिँ लाखौँ लाख अब युगौँ युग यो हो नि त। स्नेह, माया र ममतापूर्ण व्यवहार अझै पनि कायम छ। उहाँहरूको अनुहारमा खुसी छ। उहाँहरू भन्नुहुन्छ, हाम्रो त बिहा हुँदैछ, ल साथी हाम्रो मेरो बिहामा आउनु है भन्ने जस्तो हाम्रो थिएन है। बिहा गर्न लैजाने हुन् कि कहीँ रमाइलोमा लैजान् कि थाहा हुन्थेन हामीलाई। बुवाको आशीर्वाद अहिलेसम्म राम्रै भइरहेछ, पनि राम्रै होस्। कहिले काहीँ तिमीहरू आउँछौ र नत्र एक्लो जीवन यस्तै त मन पराएर कहाँ आउँछ थाहा भएन। बरु अहिले मन पराउँछु, अहिले त थाहा थिएन। सबैजनालाई नमस्कार। मेरो नाम चाहिँ निराजन अधिकारी। मान्छेसँग दुःख, सङ्घर्ष, मेहनत, माया, प्रेम, स्नेह, डाहा यसका छुट्टै कथाहरू हुन्छन्। आफूले पहिलेका भोगिरहेका कुराहरू त्यस्तो अवस्थामा भन्न नसकेको अवस्थामा अथवा मनभित्र राखिरहेको अवस्थामा त्यस्ता कुराहरूलाई उजागर गर्नका लागि एउटा राम्रो प्लेटफर्म मान्छेका कथा ल्याएर उपस्थित भएको छु। आजको कथामा हामी अलि छुट्टै फरक खालको कथा सुन्नेछौँ, जसमा चाहिँ हामीले विगत धेरै लामो समय पहिलादेखि नै आफूले सङ्घर्ष गर्दै अहिलेको यो अवस्थामा चाहिँ जस राम्रै जीवन चाहिँ बिताइराख्नु भएको मेरो आफ्नै फुपू पुसाइ हुनुहुन्छ। उहाँको चाहिँ आज 37औं वैवाहिक जीवनको चाहिँ अन्त्य भएको छ र 38औंमा उहाँहरू लाग्नु भएको छ। 37औं यो वैवाहिक जीवन कटिरहँदाखेरि कस्तो लागिरहेछ? 37औं हुँदा पहिला त छोराछोरी सबैसित हुँदा रमाइलो थियो, रमाइलो लाग्थ्यो। अहिले त बुढेसकाल लागेछ भन्ने अनुभव भएको छ। पहिला बाल्यकाल बच्चै गयो, बिहाको थाहा भएन। त्यस पछाडि बच्चा बच्ची भयो, बच्चा बच्चीसित रमाइयो। बल्ल अहिले थाहा भयो बिहेको बुढाबुढीको जीवन कस्तो हुँदो रहेछ भन्ने। ठिक छ, हामी त्यो पहिलाको सानो सानो कुराहरूतिर जाऊँ होइन। तपाईँहरूको विवाह चाहिँ कति वर्षमा भयो? म 14 के 15तिर भर्खर लाग्दा भयो। अनि पुसानी कति हुनुहुन्थ्यो? म 19 वर्ष। त्यतिखेर 19 हुनुहुन्थ्यो। अनि पुसानी त्यतिखेर के गरिरहनु भएको थियो अनि फुपूले के गर्नुहुन्थ्यो? मैले त भैँसीलाई घाँस काट्थेँ, पुसाइले स्कुल जान्थेँ। म त बाख्राका छेउमा पढ्थेँ। अनि एकचोटि त्यो कुरा पनि हजुरहरू सम्झनु होइन। त्यो दिन चाहिँ के भएको थियो? जुन दिन तपाईँले फुपूलाई लाग्दाखेरि त्यो दिन के भएको थियो? कसरी मिल्नुभयो तपाईँहरू? तपाईँको कुरा चाहिँ कसरी भयो? त्यो समयमा विवाह छिटै नै हुने रहेछ। छोरालाई श्रीमती छोराको बाबुआमाले हेर्ने र छोरीलाई श्रीमान छोरीको बाबुआमाले हेर्ने प्रचलन रहेछ। भन्दा 38 वर्ष अगाडि बाआमाले हेर्ने, ज्वाइँ पनि मेरो बुवाआमाले हेर्नुभयो, बुहारी उहाँका बुवाआमाले हेर्नुभयो। केटाकेटीले हेर्नु पर्दैन। ल ठिक छ, यतिको ज्वाइँ भयो, मेरो छोरीले पाल्छन् भनेर मेरो बाआमाले दिनुभयो। यतिको बुहारी भयो, मेरो घरको जिम्मेदारी पुरै धान्न सक्छन् भनेर उहाँको बुवाआमाले लिनुभयो। सम्झौता यस्तो हो। छोरीको विवाह छिटै हुनुमा पनि एउटा कारण रहेछ। छोरीको पहिलो रजस्वला नहुँदै यदि छोरीको विवाह गर्यो भने पुण्य प्राप्ति हुन्छ भन्ने मान्यता राख्दा रहेछ। 35-38 वर्ष अगाडि छोरीको बिहा गर्ने भनेको छोरीको पहिलो महिनावारी हुनुभन्दा पहिल्यै बिहा गरेर कन्यादान गरेर दियो भने पुण्य प्राप्ति हुन्छ। त्यो भएर बाहिर सर्नुभन्दा अथवा महिनावारी हुनुभन्दा पहिल्यै नै कन्यादान गर्नुपर्छ भन्ने मान्यताबाट हाम्रो समाज अथवा ब्राह्मण समाज गुज्रिरहेको थियो। त्यही सन्दर्भमा अब यिनी 12 वर्ष पुगेर 13 वर्ष रनिङ भएको र म चाहिँ 18 वर्ष रनिङ भएको। भर्खर अब बिहा के हो कस्तो हो भन्ने कुरा मलाई त हल्का अब चाहिँ किशोरावस्थामा चाहिँ भएको हुनाले अलिकति परिपक्व 18-19 वर्ष भनेको थोरै परिपक्व नै हो। अलिकति मलाई थाहा थियो र उनलाई त त्यो केही पनि थाहा थिएन। महिनावारी पनि नभएको, केही नभएको, सानै उमेरमा केटाले केटी नदेखेको, केटीले केटो नदेखेको, अभिभावक आएर हेर्ने, एकअर्काले चाहिँ अभिभावकले मन पराएपछि त्यो कुरा चाहिँ अब दुला दुलैले चाहिँ अभिभावकको कुरालाई काट्न पाइँदैन थियो। त्यही सन्दर्भमा मागी विवाह भनिन्थ्यो। मागी विवाह भयो, घरमै विवाह भयो। त्यसरी हाम्रो चाहिँ वैवाहिक जीवन चाहिँ सुरुवात भएको हो। जहाँसम्म लाग्छ मैले बुझेको अनुसार चाहिँ अहिलेको समाज र पहिलेको समाजमा चाहिँ एकदमै फरक छ होइन। अब अहिलेको समाजमा चाहिँ हामीले यो तल्लो जात माथिल्लो जात भनेर त्यस्तो खासै हेरेको अवस्था देखिँदैन। तर पहिलेको समयमा चाहिँ तल्लो जातिसँग बिहे गर्यो भने चाहिँ घर परिवारले चाहिँ अलिक अस्वीकार गर्ने होइन, घर परिवारले चाहिँ नमान्ने त्यस्तो पनि हुन्थ्यो। त्यो भएको कारणले गर्दाखेरि पहिलेको समाजमा चाहिँ जस आफ्नै उसँग मिल्ने खालको होइन,
आफ्नै जातसँग मिल्ने खालको बिहे गर्नुपर्छ भन्ने प्रचलन चाहिँ त्यतिखेर थियो होइन। अहिलेको समाजमा चाहिँ त्यस्तो खासै छैन। अब त्यतिखेरका कुराहरू तपाईँका धेरै नै होलान्, दुःख सङ्घर्षका कुराहरू त छुट्टै भयो कि त्यस्तो कुराहरू चाहिँ धेरै होलान् तपाईँहरूका होइन। अब अहिलेको त्यतिखेर तपाईँहरूले गरिरहेको त्यो विवाहको कुराहरू र अहिलेको यो अवस्थामा गर्ने विवाहमा कति अन्तर देख्नुहुन्छ तपाईँले? धेरै अन्तर छ। त्यो त सामाजिक सञ्जालहरू छ होइन, फेसबुक, ट्विटर, भाइबर, वाट्सएप विभिन्न सामाजिक सञ्जालहरू छन्। मान्छेले चाहिँ अब च्याट गर्छन् होइन, गर्छन्, फोनमा कुराकानी गर्छन्, त्यसपछि एकअर्कालाई चाहिँ अनि त्यसपछि गएर माया प्रीतिको कुरा गर्छन् होइन। त्यसले गर्दाखेरि अब छोटकरीमा भन्दा लभ म्यारिजको कुराहरू जस्तो अहिलेको समाजमा हुन्छ भने त्यतिखेर न यो सामाजिक सञ्जाल थियो, न फोनहरू थियो, न केही थियो, केही पनि थिएन। खालि पत्राचार गर्ने अथवा सञ्चारको माध्यम भनेको पत्र मञ्जुषा पत्र मार्फत हुन्थ्यो, अथवा कि भेटेर प्रत्यक्ष भेटेरै कुराकानी गर्नु पर्थ्यो, नत्र अन्य माध्यम केही पनि थिएन। भातको कुरा पनि सहजै समाजले स्वीकार्छ अथवा परिवारले स्वीकार्छ। जैसी बाहुनले उपाध्ययको श्रीमती ल्यायो भने अथवा उपाध्ययको छोराले अर्काको बिहा गरेको श्रीमती ल्यायो भने जैसी हुने होइन। अनि जैसी बाहुनले अर्काको बिहा गरेको चाहिँ श्रीमती ल्यायो अथवा कोही भनौँ न अथवा विधवा ल्यायो भने उबाट जन्मेको चाहिँ केटाकेटी खत्री हुने। यो चाहिँ सबै समुदायमा होइन, बाहुनले छेत्रीको छोरी, छेत्रीले चाहिँ ब्राह्मणको छोरी होइन, ठकुरीको छोरीहरू ल्याउने। अब अहिले थारूका चाहिँ छोरीहरू पहाडीले बिहा गर्ने होइन, अनि थरुनीहरू चाहिँ पहाडीसँग बिहा गर्ने, यस्तो चाहिँ प्रचलनहरू धेरै छ अहिलेको समाज र त्यतिखेरको समाजमा। धेरै आकाश पातालको फरक थियो। 37औं वर्ष बितिसक्दा चाहिँ तपाईँहरू फुपू दाइ चाहिँ एक दिन न एक दिन एउटा खुसीको पल चाहिँ आयो होला होइन। त्यो खुसीको पल चाहिँ के हो? सम्म 2051 साल वैशाख 11 गतेको दिनलाई लिएर उहाँ एकदमै खुसी हुनुभएको रहेछ। यही छ मलाई खुसीको पल 2048-51 साल वैशाख 11 अनि म बिहानै उहाँ रिजल्ट हेर्न आउनुभयो, लोकसेवा दिनुभएको थियो। अनि बजार आउनुभयो, घर यस्तो थिएन, बजारमै आउनु पर्थ्यो। आएर बिहान म पास भयो भने म घर आउँछु, अनि त्यो रिजल्ट राम्रो आयो भने म घर आउँछु, नत्र म उतैबाट इन्डिया जान्छु भनेर आउनुभएको थियो। त्यहाँबाट बजारबाट जानुभयो, रिजल्ट राम्रै आएछ, पास हुनुभएछ। घर जानुभयो, तर अनि मैले मुखमै झुन्डिया थियो, ए आउनुभयो, पास हुनुभयो भन्नु, ए रिजल्ट आयो भन्नुभयो। यस्तै बोल्यो, के भयो त पास हुनुभयो? पास हुनुभयो। पहिल्यै सुनिसकेको थिएँ, त्यहाँ थापा दाइले भनिसक्नुभएको थियो, अब साला पास भएर आउनुभएको छ, जागिर खानुभयो, जागिर भयो सालाको, हामीलाई पार्टी कहिले दिने हो भनेर पहिला अलिअलि सुनिसकेको थिएँ। पछि त्यो एउटा क्यालेन्डर अनि त्यो मिठाई ल्याउनु भयो, मिठाई दिनुभयो, भयो पास। म सल्यानको ढाकाडाम भन्ने ठाउँमा मेरो भयो, दरबन्दी भयो भन्नुभयो। हो त्यति बेला यो खुसी भएको म धेरै। उसलाई चाहिँ त्यो कुरा कस्तो राम्रो कुरा याद रहेछ, पुछाइरहेको छ। नराम्रो झगडा त्यस्तो कहिल्यै जीवनमा अहिले 37औं वर्ष पार गरेर 38 वर्ष प्रवेश गर्दा अहिलेसम्म त्यस्तो झगडा नराम्रो पल कहिल्यै पनि आएन। र एकदमै खुसी भएको भनेको 51 वैशाख 11 गते जुन मेरो चाहिँ स्थायी लोकसेवामा चाहिँ नाम निस्क्यो, सिफारिस भयो, यतिखेर एकदम खुसी भएँ। 51 माघको चाहिँ 2 गते श्री स्वस्तानी परमेश्वरीकै दिनमा, श्री स्वस्तानी पूर्णिमाको दिनमा छोरी जन्मी। त्यो छोरी जन्मेको दिनदेखि अब एकदमै हामीलाई राम्रो पनि हुँदै गयो, दिन प्रतिदिन राम्रो हुँदै गयो। कहिल्यै पनि अशान्ति कलह भन्ने कहिल्यै भएन। छोरीको प्रवेश नहुँदैबाट छोरी आरसिएबाटै हामीलाई सुखको क्षणहरू सुरु भएको थियो। त्योभन्दा अगाडि अलिक दुःख नै त्यस्तै थियो अवस्था। अहिलेसम्म राम्रै भएको छ, त्यो छोरीकै कारण हो जस्तो लाग्छ। जागिरबाट रिटायर भइसकेपछि विभिन्न धार्मिक स्थलहरूमा घुम्ने, छोराछोरी भएको ठाउँहरूमा जाने र त्यसपछिको समय चाहिँ भगवानको भक्ति गरेर समय बिताउने भन्ने सोचमा उहाँहरू हुनुहुन्छ। अबका दिनहरू चाहिँ कसरी बितुन्, अबका दिनचर्या चाहिँ कसरी बितुन् भन्ने चाहनुहुन्छ? अबका दिन भनेको त अब रिटायर हुन झन्डै अब 3 वर्ष बाँकी छ। अब रिटायर जीवनपछि त अब
स्वदेशकै विभिन्न धार्मिक स्थलहरू पर्यटक स्थलहरू घुम्ने रमाउने होइन यात्रा पनि यसो गर्ने केटाकेटीहरू भएको ठाउँमा जाने घुम्ने एउटा त्यो हो भने अब त्यसपछि भनेको त अब आफ्नो भगवान्को भक्तितिर चाहिँ लाग्ने आफूले कर्मकाण्डीय कुराहरू सिक्ने होइन त्यो कुराहरू चाहिँ हुन्छ होला जस्तो लाग्छ। यो भन्छु भन्ने खालको केही छ फुपू? एउटा कुरा छ, म 2046 साल माघ शिर पञ्चमीको दिन हो, तर गते कति परेको थियो थाहा भएन है। त्यति बेला मेरो ससुराको कान्छो बुवा साधु महाराज हुनुभएको थियो कि जोगी हुनुभएको थियो उहाँ ब्रह्मचारी। अनि उहाँ हाम्रो त्यहाँ श्री पञ्चमीको दिन हजुरआमाको कि कसको बुढी सासूको कि कसको श्राद्ध पर्थ्यो कि श्री पञ्चमीको तिथि। त्यहाँ अनि आउनुभएको थियो, त्यहाँ भात खान बोलाउनु भयो रहेछ ससुराले। हात हेर्नु हुँदो रहेछ यस्तै हातको रेखाहरू। उहाँले हात हेराउने हो है हजुरबासित बुढाबासित हात हेर्न पर्ने हो भनेर उहाँले आमालाई प्रेस गर्नुभएछ भित्र हात हेर्नु। बोलचाल थियो नानी बुढाको बुहारीको पनि हात हेराउनु होला, मेरो पनि हात हेराउने हो भनेर बुढाबासित हात हेराउन अक्षता ल्याएर ठुलो अक्षता ल्याएर त्यहाँ राखिदिनु भयो। उहाँको पहिला हेरेर गइसक्नु भयो, ल तैँले 20 वर्षमै जागिर खाने होस्, सरकारी जागिर खाने होस् भनेर उहाँले भन्नुभयो। उहाँलाई मेरो हात हेर्दाखेरि के भन्नुभयो भने पहिलो सन्तान जुन जन्मियो जे जन्मियो त्यो खोटी जन्मिनेछ भन्नुभयो। भनेपछि के होला त त्यो खोटी भनेको भन्ने लाग्यो क्या मलाई। हात हेर्ने त्यसै कहाँबाट हेर्नु होला जे पाते भनिदिनु होला भन्ने लाग्यो क्या मलाई। खोटी भनेको के रहेछ त भन्ने भयो। पछि त्यतिकै त्यो मनमै रहिरहेको थियो। 2048 सालमा मेरो जेठो छोरो जन्मिएपछि बल्ल अनि त्यो हात अलिकता त्यसको ऊ रहेछ भनौँ न त्यस्तो जन्मियो क्या अलिकति भएपछि मैले त्यो कुरा अनि पछि त्यो 2-3 वर्ष अगाडि हेरेको कुरा भनेको कुरालाई म त्यतिकै याद भयो क्या मलाई। त्यो हात त्यस्तो भएको देखेपछि खोटी भनेको अहिले त अपाङ्ग भन्छन् अहिलेको उसमा। बुवाको पनि त्यतिखेर के भने गुरु महाराजले तिम्रो मराई घरमा हुने छैन, मन्दिरमा हुने हो, तिम्रो मृत्यु घर हुने छैन, कुनै एउटा मन्दिरमा धार्मिक स्थलमा चाहिँ तिम्रो मृत्यु हुने हो। त्यस्तो भनिदिनु भयो क्या 2046 सालमा त्यसरी भन्नुहुन्थ्यो। त्यो कुरा मलाई हात हेरेर सबै गरेर विश्वास लाग्यो। पग्लो ठाउँबाट फर्ने हो भने त्यहाँ बसिहाल्यो, त्यहाँ उसबाट लुटेर चोर लगाइहाल्यो। कुरा लाग्यो क्या मलाई अहिलेसम्म पनि 40 सालको कुरा हो। अहिलेसम्म त्यो कुराले मलाई याद गराइराख्छ। अब 3टा छोराछोरी भए, 2टा छोरा 1टा छोरी होइन, 3टा सन्तान भए। 3टा सन्तान चाहिँ पढ्नमा कोही कमजोर भएनन्। अब मेहनत गरे तल चाहिँ तिलपुरबाट साइकल चलाएर 3 भाइ बहिनी बजार आउनु पर्थ्यो, गाडी हुन्थेनन्, केही हुन्थेनन् होइन। अनि अहिलेको जस्तो सहज बाटो पनि थिएन, हिँड्नु हुन्थ्यो, लड्दै पढ्दै जान्थे, बजार आउँथे, पढ्थे, जान्थे। अनि अब मेहनत गरे, पढ्न चाहिँ 3टै भाइ बहिनी राम्रो थिए, उभिन सक्षम भएको छन् होइन। सफलता आफूले चाहिँ सफलता हासिल गरेको अनुभूति। आफूले दुःख मेहनत गरेको हाम्रो फल नराम्रो छैन। आफ्नो छोराछोरीको लागि उहाँहरूले एकदमै धेरै नै दुःख सङ्घर्ष गर्नुभएको रहेछ। त्यो दुःख सङ्घर्षको फल उहाँहरूले अहिले राम्रै नै पाइरहनु भएको छ। त्यतिखेरको सोच चाहिँ अहिलेको भन्दा एकदमै फरक थियो होइन। अनि कुनै कुरामा एकदम राम्रो पनि थियो, अब कुनै कुराहरू त्यस्तो नराम्रो पनि थियो होला। तपाईँहरूले चाहिँ आफ्नो सङ्घर्षहरू धेरै नै गर्नुभएको जस्तो लाग्छ यसो देखिरहँदाखेरि, सुनिरहँदाखेरि। त्यतिखेरको युवा पुस्ता र अहिलेको युवा पुस्ता एकदमै फरक छ। अहिलेको युवा पुस्तालाई चाहिँ तपाईँहरूले त्यति उत्साह होइन, त्यति जोस जाँगरिलो त्यो पहिलाको भन्दा अहिले छ अथवा छैन, के कसरी हेर्नुहुन्छ? पहिलेको पुस्ता भनेको के हुन्छ भने अभिभावकको डर मान्थे। त्यही कुरा पनि अभिभावकसँग नगरेसम्म अथवा अभिभावकको आदेश नपाएसम्म नसोधेसम्म केही पनि गर्न सक्दैनथे। त्यसुकै निर्णय गर्नुपर्दा पनि अभिभावकको स्वीकृति लिएर अभिभावकको चाहिँ आज्ञा अनुसार सबै कुरा हुन्थे। अनुशासित समाज थियो। अलिकति मेहनत गर्नुपर्छ, परिश्रम गर्नुपर्छ, दुःख गर्नुपर्छ, पसिना बगाउनुपर्छ,
आफ्नो देशलाई केही चाहिँ योगदान गर्नुपर्छ भन्ने भन्दा पनि थोरै मेहनत गर्ने, धेरै चाहिँ कमाउने अनि एकदमै लग्जरियस लाइफ बिताउने होइन, त्यसपछि सुख शैलमा चाहिँ बस्ने खालको धेरै दुःख नगर्ने, सहज रूपले कसरी पैसा कमाउन सकिन्छ त्यतातिर चाहिँ लाग्ने होइन। र अनि अभिभावकको कुरालाई अलिकति पहिलाको जस्तो एकदमै त्यो शिरोधार्य गर्ने अथवा आज्ञा पालन गर्ने अलिकति त्यस्तो अहिलेको पिँढीमा देखिँदैन होइन। अब सबैमा त नहोला त्यो होइन, केहीमा त छ अझै पनि, अब टोटली 100% त्यो कसैले पनि मान्दैनन् होइन कि। तर अधिकांश युवा पिँढीहरूको अहिले के छ भने सेल्फ डिसिजन छ। पहिला र अहिलेमा समाज धेरै चाहिँ विकसित छ, धेरै चाहिँ फरक छ। अब त्यतिखेरको मान्छेको प्रति व्यक्ति आय पनि कम थियो, मान्छेसँग पैसा थिएन। अहिले मान्छेको प्रति व्यक्ति आय पनि बढेको छ, शैक्षिक स्तर बढेको छ होइन। त्यसले गर्दाखेरि पहिले र अहिलेको समाजमा एकदमै अथवा युवा पिँढीमा सोच, निर्णय क्षमता सबै कुराले गर्दा धेरै आकाश पातालको फरक देखिन्छ। तपाईँहरूलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब आफ्नो कुराहरू त्यतिखेरदेखिको कुरा चाहिँ सम्झिराख्नु भएको रहेछ र अहिले भन्नुभयो, एकदम राम्रो कुरा हो। तपाईँहरूको जीवनमा धेरै दुःख सङ्घर्षहरू आयो होला, त्यस्तो दुःख सङ्घर्षहरूलाई चाहिँ तपाईँले सहजै रूपमा पार गरेर अहिले यो अवस्थामा हुनुहुन्छ। आफ्नो जीवनलाई चाहिँ सुख तरिकाले बिताइराख्नु भएको छ। अब 36औँ यो वैवाहिक जीवनको म तपाईँहरूलाई शुभकामना दिन चाहन्छु। अब भोलिदेखि 38औँ लाग्दैछ। अब भोलिका दिनहरू जसरी तपाईँहरूले आजसम्म बिताइरहनु भएको छ यी दिनचर्याहरू, त्यसरी नै भोलिका दिनहरू आजभन्दा पनि अलिक फरक तरिकाका दिनहरू बन्दै जाउँ। तपाईँको स्वास्थ्य, तपाईँको मानसिकता होइन, तपाईँको सोच्ने कुराहरू एकदमै फरक हुँदै जाओस्। आफ्नो परिवारको लागि, आफ्नो जीवनको लागि चाहिँ सोच्नु होला। त्यसको लागि तपाईँलाई म धेरै धेरै शुभकामना दिन चाहन्छु है। धन्यवाद बाबुलाई पनि। अब यो सबै सिस्टम गरेर अनि हाम्रा आफ्ना मनका चाहिँ कुराहरू राख्ने, आफ्नो विचार व्यक्त गर्ने समय जुटाउनु सबभन्दा कान्छो छोरालाई आज यो सबै जुटाइदिएको कान्छो छोरो ईश्वर शर्माले यो सबै योगदान उसले गरेर यसरी जुटाइदिएको हो। कान्छो छोरालाई दाइलाई पनि धेरै धेरै धन्यवाद। सबैलाई नै, छोरी छोरा बुहारी सबै आफन्त होइन, आफ्ना गणेशमा न्युपाने, रोहित न्युपाने, विशेष एक्लै हुन्थ्यौँ, हामीलाई रमाइलो बनाइदियो। ह्याप्पी एनिभर्सरी। अन्तिममा उहाँहरू आफ्नो आफन्तजनहरू, छोराछोरी लगायत सम्पूर्णलाई सम्झँदै बिदा हुनुहुन्छ। उहाँको कथा पनि यही अन्त्य हुन्छ। तपाईँलाई चाहिँ यो कथा कस्तो लाग्यो त्यस्तै खालको सल्लाह सुझाव दिनुहोला र कमेन्टमा लेख्नुहोला। यो कथा मन परेमा तपाईँले यो कथालाई लाइक गर्नुहोला, च्यानललाई सब्सक्राइब गर्नु, जस कारण यस्तै खालका कथाहरू बनाउन मलाई उत्साह मिल्दछ। साथीहरूसँग यस्ता खालका कथाहरू सेयर गर्नुहोला है त। धन्यवाद।